हेलो को अहिलेसम्म नसुने के भाग्नु भन्नु न यार उहाँ बेत्रा त्रिशुली बजार सब छोपिसक्यो के फुटेको यो ड्याम चाइनाको बाढी चाइनाबाट माथिबाट हिजो पानी ठुलो पर्यो हामी त्यही कुरा गर्दै थियौँ त रातभरि पानी हिजो चौकी सौकी त्यो अहिले सबै गयो सबै घर तपाईँहरू आए बजार चौकी सौकी सबै घर केही पनि छैन नि यही त हो नि चौकी के थाहा भन्न होला झन् आएछ भने के ठुलो बजारै पुरिसक्यो त त्यो हामी बेत्रावती अघि आएको देखेको केही पनि केही पनि छैन केही छैन पनि छैन आइसक्यो भने हजुर तपाईँको चेक पोस्टहरू त सबै अनि गयो। अघि पुलिसले त्यत्रो बेरसम्म किन नरोकेको त क्षति भयो है अब गाडी कति आएको थियो आज गोसाइकुण्ड जाने गाडी कति आएको सबै गयो हेर्नु त झन् बढी भइरहेछ खोलो त अहिले। हजुरको टाटो चल्यो 200 वटा कोसी भन्दा नि बढेर आएको छ अनि त्यत्रो माथि सबै गयो नि पारीको वारी दुइटै पेट्रोल पम्प गयो 5 मिनट चाँडो गएको भयो नि हामी त जानेर छौँ 5 मिनट ढिलो भयो तपाईँहरू चार्जमा कुर्नु भएको थियो रोकिनु भएको थियो होइन हामी त सामान बेच्दै आएको माथि बेचेर चाहिँ बिहानै उठेर हिँड्ने भनेको थियो तुप्चे नै गयो नि तुप्चे सकियो नि तुप्चे बजार सकियो उहाँ त्यही होइन कत्रो छ त हेर्नु त पल्लो भित्तो हान्दियो त्यस्तोमा यिनीहरूको दिन यति रहेछ भन्न हामी पनि नगएको यो हामी सबै गयो बेत्रावती सबै रोकेर तिनीहरूले भन्दै थिए गाडीमा सबै गयो भाइ तपाईँको अफिस भने कता हो अहिले तपाईँले भन्नुभयो कसले भन्ने हो मैले होइन केही छैन यार कस्तो त्यत्रो उता फोन भयो मान्छे पत्याउँदैन निस्किँदैन अहिले जान्छ रसुवामा ठुलो विपद आइपरेको छ रसुवा आधी रसुवा चाहिँ पुरै डुबानमा परेको छ अहिले बेत्रावतीदेखि शान्ति बजार हुँदै स्याप्रु बेसी एन्सरबाट खुन लाग्दैन यार कस्तो टिमुरे सबै डुबानमा छ सबै घरहरू डुबेको छ जिजु हामी के गर्ने त्यो भाइ फोन गर्दैछ एकछिन हामी आएको बाटो हेर्छु बेत्रावती बजार हो त्यो देखिएको बेत्रावती बजारको घरहरू सबै डुबाएर खोलो